एले कुनै काम 28 दिनमा गर्न सक्छन्। एले कुनै काम 28 दिनमा गर्न सक्छ। यदि बीले एले भन्दा 75% बढी क्षमतावान छ भने बीले एक्लै सो कार्य कति दिनमा गर्न सक्छ। अब हेर्नुहोस्, यसमा चाहिँ क्वेसन अलि मानव लेट मान्नुपर्छ है। यो लेट गर्ने अनि ए को एफिसिएन्सी मान्ने। अहिले म बुझाउँछु ल। ए को एफिसिएन्सी मानौ 100% हो। ल 100% हो ए को एफिसिएन्सी 100% हो भने बी को एफिसिएन्सी कति हुन्छ। एफिसिएन्सी मतलब ए को कार्यक्षमता। एले एक दिनमा कति काम गर्छ। मान्नुस् एले एक दिनमा 100% काम गर्ने क्षमता छ भने बी को एक दिनमा 175% क्षमता हुन्छ गर्ने काम। बुझ्नुभयो नि। क्वेसनमा के भनेको छ भने यदि बीले ए भन्दा 75% बढी क्षमतावान छ, मतलब एले यदि 100% काम गर्यो भने बीले 175% काम गर्न सक्छ। बुझ्नुभयो कि बुझ्नु भएन। बुझ्नुभयो कि बुझ्नु भएन। एले 100% काम गर्न सक्यो भने बीले 175% काम गर्न सक्छ। यसलाई नम्बरमा राख्दिउँ। 25 ले डिभाइड गर्नुभयो भने एले एक दिनमा 4वटा काम गर्यो भने बीले एक दिनमा 7वटा काम गर्छ। बुझ्नुभयो कि बुझ्नु भएन। यो 25 ले मैले डिभाइड गरेर यसलाई नम्बरमा ल्याएको। एले एक दिनमा 4वटा काम गर्यो भने बीले एक दिनमा 7वटा काम गर्न सक्छ। बुझ्नुभयो। 7वटा काम गर्न सक्छ। अब क्वेसन पढ्नुस्। एले कुनै काम 28 दिनमा गर्न सक्छ। ल अब यहाँ हेर्नुस्, एले एक दिनमा कति काम गर्छ त्यो लेख्ने। यहाँ एले एक दिनमा कति काम गर्छ भन्नुस् त। एले एक दिनमा 4वटा काम गर्छ। र कति दिन काम गर्यो। एले कुनै काम 28 दिन काम गर्यो। 28 दिन काम गर्यो भने टोटल वर्क आउँछ। किनकि के भनेको छ क्वेसनमा एले कुनै काम 28 दिन काम गर्न सक्छ। ल अब 28 × 4 गर्यो भने कति हुन्छ। पक्नुस्, यो म ए मेटाइदिन्छु, फेरि यहाँ कन्फ्युजन हुन्छ। यो ए को एक दिनको कार्यक्षमता हो। एक दिनमा एले 4वटा काम गर्छ। हामीले मानेको हो एले एक दिनमा 4वटा काम गर्छ भने क्वेसनमा भनेको छ 28 दिन त्यसले काम गर्यो। 28 दिन काम गर्यो भने यसलाई मल्टिप्लाई गर्यो भने कति हुन्छ। 28 × 4 गर्यो भने कति हुन्छ। 112 हुन्छ हैन। 112 हुन्छ। एकछिन ल, यो दुईलाई मैले राम्ररी लेख्छु अलि। यो 112 हुन्छ। यो 112 के हो। टोटल वर्क हो, टोटल काम हो नि। क्वेसनमा के भनेको छ भने एले कुनै काम 28 दिनमा गर्न सक्छ भनेको छ नि। हो। अब ए को एफिसिएन्सी हामीले मानेको हो 4 भने 28 × 4 चाहिँ 112वटा काम, मतलब टोटल काम 112वटा भयो। अब क्वेसनमा के सोधेको छ भने क्षमतावान छ भने बीले एक्लै सो कार्य कति दिनमा गर्छ। अब टोटल काम कति हो 112। बीले सो कार्य कति दिनमा गर्छ। बी को चाहिँ एक दिनको क्षमता हो 7 भने अब यसलाई डिभाइड गर्यो भने कति दिनमा काम गर्छ त्यो निस्किन्छ। कति हो यसको 16 × 7 गर्यो भने 112 आउँछ हैन। भन्नाले यो 16 डेज। बीले त्यो काम चाहिँ 16 दिनमा सम्पन्न गर्न सक्छ। बुझ्नुभयो। एलाई 28 दिन लाग्यो भने बीलाई त्यो 16 दिन लाग्छ, किनकि बी 75% बढी क्षमतावान हो ए भन्दा। बुझ्नुभयो। त्यही भएर 16 हुन्छ। यसको नि एन्सर बी।